त्यो तेरो माइलो म के हो राजाले भने राजाले नि त म ए त्यो जापानमा यो अभिभावक हो भनेको त्यसले चाहिँ यस्तो छ, संविधान छैन, कानुन छैन, संविधानको धार बसेर उसले चुनाव लड्नु हुँदैन। तमुला राजालाई चुनाव लड्नु कसलाई दिन्छ? त्यो नेपालको नागरिकै होइन। अब तँ पनि हुँदैन सदस्य, तँ पनि नेपालको नागरिक बन्न सक्दैन, तँ लायकको छैनस्। कानुन छैन, कानुनको दायरामा बसेर निर्वाचनमा आउनुपर्छ। सबै पार्टी एकातिर, 84मा म एक्लै। ल हेर्नु अर्पण दाइ भनिदिनु त यसलाई, के भन्ने 84मा एक्लै जित्छ अरे चुनाव। ल हेर्नु न झारेले यस्तो तँ मलाई अध्यक्षको बौला छस् अनि तँ मलाई बौला छस् त जीएमसी। तँ जीएमसीलाई कसैले मान्छे गर्दैन त जीएमसी बौला हो भने सबै थाहा छ। चुप है अर्पण, चुप। तेरा तिग्राको छाला सिलाएर जुत्ता सिलाएर लाउँछु, चुप। तँ मलाई जीएमसी भनेको मेरो घरमा अहिले धान लिन आउने मुला एउटा जीएमसी होस्। मुला जिम्मालको छोरा छिर्छस्, मुला जीएमसी मुला एउटा हलीको छोराले